हेलो गाइज वेलकम टु माई न्यू भिडियो। हामी मिस्टर पासम। आज चाहिँ हामी मोमो बनाउन लाग्छौँ र म चाहिँ किमा लिन जान लागेको। लेट्स गो गाइज, लेट्स गो। यत्रो तल जानुपर्छ गाइज, यत्रो माथिबाट। एक्सर्साइज चाहिँ खत्रै हुन्छ नि गाइज यहाँबाट हुँदा। ल गाइज म तल आइपुगिसकेँ। यो चाहिँ यहाँको पार्किङ हो र हामी जाँदैछौँ अब बाहिर। ल गाइज हामी चाहिँ जाँदैछौँ किमा लिन। ल हामी चाहिँ यहाँ मासु लिन आएको। हामीले चाहिँ सधैँ यहाँबाट लिएर जान्छ मासु चाहिँ। अर्ग्यानिक मिट सप, यो पसलको नाम चाहिँ बाघ भैरव मिट सप रे। यहाँबाट लिएर जान्छ सधैँ। यहाँ चाहिँ एकदम फ्रेस मासु पाउँछ। यहाँको पार्किङ यता रहेछ, काम लागिरहेछ गाइज मस्त। हेर्नुहोस् गाइज, मैले चाहिँ मोमोलाई चाहिने सामानहरू ल्याइसकेँ। चाहिँ पफ किमा, यो मोमो मसला, यो धनियाँ, अनि यो अचारको लागि टमाटर ल्याइसकेँ। अब यति थियो हाम्रो बाहिरबाट ल्याउनु पर्ने चाहिँ। अब मोमो बनाउन सुरु। ल हेर्नुहोस् गाइज, मोमोको लागि प्याज कटिङ हुँदैछ यहाँ चाहिँ। यो प्याज मोमोको लागि चट 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 कटिङ हुँदैछ। ल हेर्नुहोस् गाइज, प्याज कटिङ हुँदैछ हाम्रो मोमोको लागि। ल गाइज फाइनली प्याज पनि काटिसक्यो। यो लास्ट पिस हो। चट चट चट। ल गाइज अब यी मोमोलाई चाहिँ हाम्रो बन्दा पनि हुनुपर्छ। चट्ट बन्दा काटेर टक्क हालिदिने है त। ल गाइज यो चाहिँ बन्दा है। ल गाइज चट्ट मसिनो भनेर हाल्नु पऱ्यो, भरे मुखमा नघुस्ने गरी। भन्दा चाहिँ है, भन्दा मसिनो भइसक्यो। ल गाइज हामी चाहिँ मोमोमा साग पनि हाल्छौँ है। यो धनियाँ अनि यो चाहिँ साग। हामी चाहिँ यो धनियाँ र साग पनि हाल्छौँ मोमोमा। यसले चाहिँ एउटा छुट्टै टेस्ट दिन्छ यो सागले चाहिँ मोमोमा होइन। अनि यो धनियाँले चाहिँ हजुरहरूलाई थाहा छ नै छ, यसको चाहिँ स्मेल राम्रो आउँछ अनि फ्लेभर पनि चेन्ज गराउँछ यो धनियाँले चाहिँ। यसलाई हामी योहरू हाल्छौँ। देख्न सक्नुहुन्छ यसलाई चाहिँ एकदमै मसिनो भनेर काट्नुपर्छ। ल हेर्नुहोस्, यसलाई चाहिँ अब फेरि यस्तो गर्ने, एकदम मसिनो बनाउने जति सक्दो। धेरै मसिनो पनि होइन, ठिक्क जोस् अहिले पाक्दाखेरि यसको जो साइजहरू देखिने गरी चाहिँ राख्नु पऱ्यो। हाम्रो यो रेडी भइसक्यो। अब यसलाई म भाँडामा हाल्छु। ल रेडी भयो। अनि यो चाहिँ हाम्रो धनियाँ, त्यहाँदेखि मसिनो बनाउनु पर्छ किनकि यो डाख्लाहरू बस्यो भने चाहिँ अहिले फेरि मोमोमा त्यो हुन्छ नि अलिकति डाख्ला डाख्ला टाइपको हुन्छ किमा। त्यसैले यसलाई चाहिँ जति सक्दो मसिनो नै बनाऊ। यसलाई चाहिँ जस्ट फ्लेभरको लागि हो यो। मस्तो मसिनो काटेर हाम्रो यो पनि रेडी भइसकेको छ। यसलाई पनि हालिदिन्छु म। ल देख्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ सब हालिसक्यो। अघिको बन्दा, यहाँ प्याज, यो बन्दा, यो साग, धनियाँ सब हालिसक्यो। अब हाम्रो यहाँ किमा छ, यो पनि हाल्ने हो अब यहाँ टक्क। ल गाइज मोमोमा चाहिँ विशेष यो लसुन पनि हाल्नुपर्छ अनि चाहिँ बल्ल मोमोको स्वाद आउँछ है। यदि लसुन केलाउनु ज्याउ लाग्छ तपाईँहरूलाई भने चाहिँ यस्तो फ्ल्याट हाल्ने, यस्तो हाल्ने, यस्तो हाल्ने, यसरी हाल्नु। यो देब्रे हातले नै सर्लग सर्लग निक्लिन्छ है त। ल लसुन केलाउनु ज्याउ लाग्छ भने तपाईँहरूले चाहिँ यसरी इजिली केलाउन सक्नुहुन्छ। हेर्नुहोस्, देख्न सक्नुहुन्छ मैले चाहिँ एउटै हातले लसुन केलाएँ है। अब म चाहिँ यसलाई चट्ट काट्छु।
देख्न सक्नुहुन्छ यसलाई चाहिँ अब मसिनो बनाएर काट्नुपर्छ यस्तो बनाएर काट्ने ल लसुन पनि काटिसक्यो अब यहाँ चाहिँ म तेल तताउन हाल्छु यहाँ चाहिँ 250 डिग्री सेल्सियस गरिदिन्छु अब यो फ्राई बिन चाहिँ हाम्रो एकैछिनमा तात्तिन्छ ल हाम्रो चाहिँ यहाँ चट्ट कराई पनि तातिसक्यो अब म तेल हाल्छु यसमा टक्क लाएर तपाईँको किमा कति छ त्यो अनुसार हाल्नु तेल चाहिँ हाम्रो चाहिँ किमा अलि धेरै नै छ तेल हालेन भने चाहिँ भरे फेरि किमा नि सुक्खा भएर त्यो मोल्दाखेरि खासै त्यसको मसलाहरू मजाले फिजिन पाउन्न त्यही भएर मैले चाहिँ मजाले तेल हालेँ यो तेल चाहिँ एकछिन तात्तिन दिनुपर्छ यसलाई ल गाइस हाम्रो चाहिँ तेल पनि तात्तिसक्यो है अब म चाहिँ यहाँ चट्ट यो के भन्छ यसलाई जिरा भन्छ यो जिरा हाल्छु किनकि हामीले चाहिँ चट्ट जानेर हाल्नुपर्छ जानेर हाल्यो भने चाहिँ एकदमै मोमोको टेस्ट आउँछ है सर हाल्नुपर्छ यो लसुन हाम्रो होला नि सर हाल्ने लगाइ चाहिँ अब लसुन रातो रातो भयो अब यसलाई टक्क हालिदिने है टक्क मासुमाथि सर हालिदिने स्मेल चाहिँ दामी स्मेल आएको छ गाई यतिकै है देख्न सक्नुहुन्छ ल यहाँ चाहिँ हाम्रो पिठो मुछ्ने कार्यक्रम पनि स्टार्ट भइसक्यो चट्ट पिठो मुछिँदैछ है यहाँ चाहिँ ल गाई चाहिँ हेरौँ यसमा म हाल्दैछु मिट मसला चाहिँ यो एकदम राम्रो वाला मिट मसला हो यो BMC को यो वाला चाहिँ एकदम टेस्ट पनि राम्रो छ यसको त्यही हो गाइज मिट मसला हालेँ अनि मैले यो मोमो मसला पनि BMC कै युज गरेको छु BMC को एकदम राम्रो छ मसलाहरू मोमो मसला पनि हालेँ तपाईँ यो मसलाहरू चाहिँ कति हाल्ने भन्ने कुरा हुन्छ होला जस्तै मैले 1 केजी छ 1 केजीमा मैले यो आधी बट्टा थियो यो मोमोको मसला अस्ति नै युज गरेर राखेँ आधी बट्टा 1 केजीमा चाहिँ तपाईँले आधी बट्टा हाल्नुभयो भने मसला चाहिँ ठिक्क हुन्छ अनि अब हाल्दैछु म यहाँ नुन अब स्वाद अनुसार हाल्नुहोस् कति छ तपाईँको सामान मतलब किमा कति छ त्यही अनुसार हाल्नु होला यो हालेँ मैले यहाँनिर म चाहिँ 3 चम्चा हाल्छु किनकि धेरै छ यहाँनिर अनि यो छ अजिनामोटो यसलाई पनि टक्क ठिक्क स्वाद अनुसार हाल्नु धेरै बढी पनि नहोस् थोर पनि नहोस् बरु थोर भए केही फरक परेन धेरै नहोस् मैले यो हालेँ अनि अर्को चाहिँ यो मरिचको दुलो हाल्नुहोस् गाई चाहिँ अलिअलि यदि यसले चाहिँ के गर्छ भने अलिअलि पिरो बनाउँछ अनि मोमोको टेस्ट चाहिँ अलिकति अलि छुट्टै बाटोमा लिएर जान्छ कि यो मरिचको काम चाहिँ त्यति हुन्छ ल गाइज ल हेर्नुहोस् है अब योलाई चाहिँ यसरी मोल्न चाहिँ एकदमै केही कमी हुनु भएन एकदम मजाले मोल्नुपर्छ है यसलाई मोल्न चाहिँ हजुरहरूले यसलाई चाहिँ लगभग 5 मिनट जति चाहिँ मजाले मोल्नु अनि यो हरेक मसलाहरू चाहिँ यो भित्रसम्म पुग्छ तब चाहिँ यसको टेस्ट आउँछ त्यो मजाले मोल्न पुगेन भने यो किमालाई चाहिँ मजाले मोल्नु भएन भने चाहिँ टेस्ट नै आउँदैन यसको चाहिँ टेस्ट त आउँछ तर यसको जुन रियल टेस्ट हो त्यो चाहिँ आउँदैन त्यही हो ल हेर्नुहोस् हाम्रो चाहिँ किमा यतिकोसम्म भइसक्यो होइन यतिको भयो यसलाई अझै मोल्नुपर्छ है चाहिँ होइन यसलाई चाहिँ जति धेरै मोले मोमोको टेस्ट त्यति नै निक्लिन्छ कि किनकि मोमोको यो मसलाहरू हरेक नुन मसलाहरू एकदम ठाउँमा पुग्छ अनि त्यही पछि चाहिँ मोमोको टेस्ट एकदम पुरा 5 स्टार वाला फिल आउने गरी टेस्ट आउँछ यसको चाहिँ त्यसैले मोल्नुमा चाहिँ एकदमै धेरै जाँगर लाएर मोल्नुपर्छ तपाईँले अनि आएर बल्ल मोमो टेस्टी हुन्छ मस्त मोल्नुहोस् जति सक्नुहुन्छ मोल्नुहोस् तपाईँहरू ल हाम्रो यहाँ पिठो पनि रेडी हुन लागिसक्यो रेडी हुन लाग्यो भने रेडी भइसक्यो पिठो चाहिँ
मजाले मुस्दैछु गाइज म चाहिँ ल हेर्नुहोस् किमा चाहिँ रेडी भइसक्यो यस्तो हुन्छ नि हेर्दा पनि यो अलि यसको हुन्छ नि भइसकेको किमा चाहिँ हेर्दा नि अर्कै देख्छ कि हेर्नु त तपाईँहरूले राम्रो है किमा नै अर्कै देख्छ कि यस्तो गर्दा पनि हो यस्तो हुने गरी चाहिँ मुझ्नु पर्यो त्यहाँबाट चाहिँ बल्ल मोमोको टेस्ट आयो भन्दा हुन्छ तपाईँहरूले मोमो चाहिँ एकदम भेराइटी हुन्छ यसपछि चाहिँ ल हेर्नुहोस् गाइज अब रोटी बेल्न लाग्छु म सर्लक फर्लक्क फल्टाउने सर्लक बेल्ने फेरि फल्टाउने सर्लक गर्ने फेरि पल्टाउने ल यतिको बनाउनु पर्छ रोटी चाहिँ पातलो नै छ ठिकै छ रोटी चाहिँ हेर्न सक्नुहुन्छ अब यो यसरी यहाँ बिचमा अब हामीले चाहिँ यो बफ मोमो हो अनि यो बफ मोमोलाई चाहिँ हामीले गोलो बनाउँछौँ सधैँ अनि अहिले नि गोलो बनाउनु लाग्छौँ यसरी अगाडि बिचमा टक्क कुन सेपको बनाउने हो मोमो त्यही सेपको यो किमालाई बनाउनुहोस् फर्स्टमा अनि त्यसरी गोलो मोमो बनाउनलाई यो यहाँ अटाउने यो यसरी यहाँ प्रेस गर्ने यो एकै ठाउँमा राखेर यसलाई यहाँ सबै यहाँ ल्याएर टसाउने ल हेर्नुहोस् गाइज यस्तो भयो है हाम्रो मोमो चाहिँ ल देख्न सक्नुहुन्छ हाम्रो चाहिँ मोमो पनि बनाइसक्यो है यस्तो लाग्छ मोमो चाहिँ त हाम्रो दाइले नि बनाउँदै हुनुहुन्छ हेलो दाइ हेलो तपाईँहरूलाई चाहिँ मोमो बनाउने तरिका हामीले 0 लेभलदेखिबाट चाहिँ तपाईँहरूलाई फाइनलसम्म देखाएको छौँ अब हामीलाई चाहिँ तपाईँहरूलाई पकाएर खाने पनि बाँकी नै छ तपाईँहरूले फुल भिडियो हेरेर मनोरञ्जन गर्नुहुनेछ कुरा आशा गरेको छ सँगसँगै सब्सक्राइब चाहिँ विशेष गरिदिनु होला लाइक गरिदिनु कमेन्ट गरिदिनु सब्सक्राइब गरिदिनु सेयर गरिदिनु तपाईँहरूको एउटा सब्सक्राइबले नि उहाँको ठुलो जिन्दगी बन्न सक्छ हस्त धन्यवाद ल गाइज देखिहाल्नुभयो आजको हाम्रो काम होइन यहाँहरूलाई हाम्रो काम चाहिँ कस्तो लाग्यो हाम्रो आजको हाम्रो रेसिपी कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् बेल आइकन बजाइदिनुहोस् र अब नेक्स्ट भिडियो चाहिँ हुन्छ नि कुन रेसिपी बनाएर बनाऊँ त्यो पनि कमेन्ट गरिदिनु होला हस् धन्यवाद